हामी बिचको कुरा हो त त्यो त त्यो त हामी दुईजना बिच कुरा अरूले नसुनाऊ क्या यस्तो कुरा अरूले सुनिसक्यो कहिले सुन्यो तिम्रो मैले कुरा तपाईँले गरेँ अरूकोसँग बोलेको नि पब्लिकमा बोलेको हो कहिले बोले पल्टुले तिमीसँग बोलिरहेको छु म यालामा हिजो बोलेको होइन तिमीसँग बोले त पब्लिकसँग किन बोल्नु र म मसँग त बोल्यो सबैले सुनेको भनेको कहाँ सुने खोइ कता छ मान्छे सुनेको बोल त तपाईँ कमेन्ट सुने हो गाइस तपाईँ एक्टिङ यस्तो गर्छ तपाईँले के भन्ने सुनेछ अस्ति पनि हामी त सुटुक्क गरे कुरा सुने छैन रे नो रे यालामा एउटा कमेन्ट मात्र आएको है यो सबैले नो भनेर सबै तपाईँको भ्युअर्स पनि तपाईँ जस्तै एक्टिङ गर्छ प्लिज यस मेरो भ्युअर्स म जस्तै हो म जस्तो थिएन बनिसक्यो तपाईँले बनाइदिएको सबैले अब दुईटा बिहे गर्न थाले नि सबैले कताबाट हल्ला सुनेको 아시밥 시딩아 블록 잡자니 좀 올라갔으니 코라가지야 무창마 주왕아 찔람스 दिल दीवाना बिन सजना के माने ना ये पगला है मैंने सॉन्ग कर दिया हमको तो हिंदी सॉन्ग सुनना है सुरेश पखना अब गाएर अब एकछिनमा हुन्छ आगे के एकछिन रेस्पन्ड पर्यो के खाली No गीत problem, गीत है। नभने तिमी पनि Thank you Mr. Sumin Tamang for sharing the live. प्रब्लम छैन तपाईको छैन भने र कति लाग्यो त मलाई भने हैन ब्रोकन भयो अब ब्रोकन इङ्ग्लिस ए नेपाली भयो अब तिमी राम्रो चाहिँ भुटानी मात्रै बोल्ने हो न इङ्ग्लिस राम्रो बोल्छ न नेपाली न हिन्दी झुट मत बोल सुरेश तपाईले त म इङ्ग्लिस राम्रो बोल्छ है इङ्ग्लिस आउनु न तिमीलाई राम्रो लागेन मलाई हो र सुरेश साँच्ची यति राम्रो राम्रो लागेन तपाईको हो तपाईँ इङ्ग्लिस टिचर हो आम लिसनर वेट त्यति राम्रो इङ्ग्लिस छैन तिम्रो इङ्ग्लिसमा कति आयो यालामा सुरेश अब इन्सल्ट गर्छ सुरेशले हेर त अब जस्ट पास भयो होला त यालामा ओन्ली 35 होला 35 पास मार्क 36 आयो होला हेलो यता भुटानमा 35 36 छैन त हाम्रो पास मार्क 40 हो मैले इक्जाम्पल पो दिएको त नि जस्तै 40 मा 41 आयो होला एक नम्बर बढी भयो होला तिमीलाई 40 त के राख्नु भनेर 1 नम्बर थप्नु यालामा सुरेश तिम्रो टिचरहरूले हो भनेर अब फेल भयो नि तिमी रुन्छ भनेर पास गरिदिएको रे अनि तपाईँ जिन कति आयो इङ्ग्लिस मार्क्स मेरो त इङ्ग्लिसमा 100 फुल मार्क्स थियो 150 आएको होइन 100 फुल मार्क्स 100 थियो तर त्योभन्दा नि बेसी के 150 आएको मेरो क्यान यु बिलिभ द्याट यो रुलमा छैन कि 100 इज 100 ओन्ली 100 आएको 100 फुल मार्क्स 100 हो होइन तर मेरो 150 आयो क्या यो भन्दा मतलब 0 तपाईले त फेल भएको हो नेपालमा होइन यस्तो हो क्या मैले एउटै क्वेसनको एन्सर तीन चार चोटि दिएछ क्या अब उसले पनि टिचरले पनि अनि नम्बर दिँदै गयो गन्दाखेरि चाहिँ त्यति भएछ किन यसो हेरेको अगाडि अनि एउटै एन्सरहरू रहेछ अरे क्या एउटा एन्सर चाहिँ मैले दिइरहने क्या आफूलाई आएको कुरा चाहिँ लेखिहाल्नु पर्ने यो भनेको नि मलाई सुरु पेजमा लेख्ने त्यसपछि 2 पेज पछाडि फेरि त्यही लेख्ने क्या That's why I'm better than you, I told you. हैन राम्रो लागेन लुस् न इङ्ग्लिस तिम्रो कपाल त स्टेटबाट त अहिले त फेरि नेचुरल भएछ त सक्यो 8000 8000 तपाईँ चुप गरेर अब म के नबोला यस्तो कुरा जस्तो गरेर हुन्थ्यो अहिले चाहिँ अलिक कम गरिरहेको रहेछ भने मतलब रोज गाइस अब के गर्ने त सबै सिजन पनि चेन्ज हुन्छ सबै चेन्ज हुन्छ त अब चेन्ज त मान्छे पनि
बुढो हुन्छन् मान्छे अब जवानबाट बिस्तारै थ्याङ्क यू एउटा रोज गाइस म बाहेक अनि त सबैले डबलमा के पनि पर्मिन हुँदैन त त्यही त तिमी पनि बुढी हुन्छौ संसारको सबै मान्छे बच्चाबाट जवानबाट अलिकति भाषण जवान। दिँदा बतावे तर म बाहेक है म चाहिँ हुँदिनँ फेरि किन तपाईँ चाहिँ रोबोट हो म हुँदिनँ नि अब हुँदैन मान्छे म चाहिँ मेरो चाहिँ अरूको बढ्दो चलिरहेको छ मेरो घट्दो चलिरहेको छ क्या अहिले म चाहिँ घटाइमा छु क्या बुझ्नु के हो घटायो भनेको मेरो एज घटिरहेछ क्या अरूको बढ्छ मेरो घट्छ क्या किन तपाईँ किन गर्छ खै किन घट्छ तर मिस स्पेसली लभ मी अरूको बढ्छ मेरो घट्छ के हो यो भन्दा मतलब आई डोन्ट नो भने मतलब के भन्ने अब सम्झाइदिउँ न गाइस गएर आफ्नो तारिफ के गर्नु मैले याला सुरेश स्पिक हिन्दी वी डोन्ट अन्डरस्ट्यान्ड रे हिन्दी बोल्नै छोडिसक्यो अब के गर्नु गाइस बिचरा हिन्दी पनि भन्दैछ बोल्नै नि त? आउँदैन होला हौ आजकल त मेरो त अब सबै मिक्स जान्छ कि नेपाली हिन्दी इङ्ग्लिस सबै तिम्रो सबै मिक्स हुन्छ मिक्स भएर आउँछ अनि तपाईँ बुझ्नु गाह्रो छ नि म त बुझ्छु हो रहेछ अब के बोल्छ उता भन्नु न भन्छ म त बुझ्छु म त्यस्तो होइन म त तिमी यति लाटी भाषाले बोल्दा पनि हुन्छ म बुझ्छु के लाटी भाषा आ गरेर नि म बुझ्छु के गर न गर म त्यस्तो बोल्दिनँ अब गर न एकचोटि आउँदैन के मैले त्यस्तो म भात खान्छु तपाईँ राम्रो छ यो यो त होइन साइन ल्याङ्ग्वेज अरू कोही छ साइन ल्याङ्ग्वेज अरू नि हुन्छ र साइन ल्याङ्ग्वेज होइन त्यस्तो हुँदैन भनेको तपाईँ जस्तो यो चाहिँ लाटालाटीले गर्छ यो साइन ल्याङ्ग्वेज सोसो सोसो अर्को होइन सोसो मिन्स अर्को अर्को कसले युज गर्छ साइन ल्याङ्ग्वेज साइन ल्याङ्ग्वेज त अलिकति डिफ्रेन्ट हुन्छ भनेको मलाई डिफ्रेन्ट कस्तो हुन्छ देखाउ त देखाउ न आउँदैन कि मलाई अनि किन डिफ्रेन्ट हुन्छ त्यस्तो हुँदैन भनेको नआउने भएछ आई नो बट आई नो सङ टाइम एकछिनमा गाउँछ अरे अहिले रेस्ट गरेको चिल जस्ट चिलिङ सुरेश इज जस्ट चिलिङ राइट नाउ नो आइ एम नट चिलिङ अब त हेर त अब इङ्ग्लिस बुझ्दिनँ उसले चिलिङ भनेको चिल भने होइन चिल भने उड्ने चरा म चिल कहाँ हो त नि आइम नट आइम अ ह्युमन एक्सेप्ट बेबी सुफ्साना आइम नट बर्ड इट्स नट एबाउट चिल एक्सेप्ट त गर्दैन नि तपाईँले एक्सेप्ट गर्दिन भनेको जल्दी के तपाईँले त के एक्सेप्ट गर्नुपर्ने हो मलाई त्यस्तो बोलेको त्यस्तो हो भनेर होइन होइन भन्छ कहिले भने अहिले मैले के भने चिल होइन भनेर त अनि म चिल हो त म मान्छे हो नि अन्त हामी फाट्लो छाज्यौ लाउँछु थ्याङ्क यू नन्दी म चिल होइन कि म मान्छे हो क्या होइन होइन अब तपाईँ एक्सेप्ट गर्दैन मलाई थाहा छ अब मलाई कसले प्रपोज गराएको छ एक्सेप्ट गर्नुलाई यु डोन्ट एक्सेप्ट वाट यु आर भनेको ओ अन्त म त के पनि बुझिन ओ भन्छ मैले मलाई त कसले प्रपोज गर्यो होला भनेर म त कसरी एक्सेप्ट गरेँ मलाई कसैले गरे छैन एक्टिङ नगर तपाईँ मलाई कसैले कसरी म एक्सेप्ट गर्नु मलाई कसैले केही त भनेको छैन प्रपोजै गरेको छैन मैले एक्सेप्ट गर्दिनु भन्छ अब के भन्ने मलाई ब्लगहरू अनि पास्ट
तपाईँ नबोल भन्छ कसले भनेको तिमीले तपाईँ नबोल भनेको तपाईँ भनेर रेस्पेक्ट पनि गर्छ नबोल भनेर फेरि झारिदिन्छ तपाईँले भन्नु भने होइन होइन मेरो नेपाली साँच्ची में broken भयो अब आई डोन्ट नो हाउ टु टक द्याट ओके ओके अब एउटा नबोलाऊ भन्छ नबोलाऊ थ्याङ्क यू सम्सी नबोल्नुस् ए ओके नबोल्नुहोस् इट्स रेस्पेक्ट वर्ड नबोल्नुस् Allah. I'm sorry, guys. No, but you understand, no? Serious, you understand that I'm not talking bad, no? No, you are very right. And you get it. You are very right. होइन म त्यस्तो बोल्दिनँ भनेको तपाईँ यो गर्छ नि अन्डरस्ट्यान्ड गर्छ Oh yeah, I enjoy it. अन्त त्यो त के हो यो I enjoy it. I enjoy the language tutti frutti. I love to listen that language because before I also have habitual about this language, you know. So that के को ल्याङ्ग्वेज double my guys. Double. जस्तो छु यो पानी पनि सक्यो तिम्रो अब हजुर पानी सक्यो तिम्रो सक्यो सानी सा भनी सा ग म सानी भ खोइ डेली गर्छु नि सर नसुने चाहिँ गरी मेरो ल पानीको फोका है त मिलन दिदीको लागि मिलन दिदीले रिक्वेस्ट गर्नु भएको छ मलाई दिदी